to the reverse parallel park behind this blue car. यस्तै भनिन्छ लेफ्ट इन्डिकेटर दिइहाल्ने भन्नु साथ then mirror to mirror reverse mode steering just half मात्रै लेफ्ट घुमाउने सेन्टर मिरर ब्याक हेड चेक राइट लेफ्ट मिरर चेक गर्ने बिस्तारै आउने आउँदै गर्ने लेफ्ट मिरर हेर्ने लेफ्ट साइडको पछाडिको टायर चाहिँ अलमोस्ट इन्ड अफ रोडमा पुग्दा यसरी स्टप गर्ने फुल राइट काट्ने फेरि काटिसकेपछि लेफ्ट इन्डिकेटर दिने फेरि सो चेकिङ गर्ने वल्तिर पल्तिर अनि बिस्तारै आउने अनि हाम्रो गाडी चाहिँ यसरी सिधा हुँदा चाहिँ रोकिने अगाडि धेरै ठाउँ छ भने हल्का अघि जाने अगाडिको गाडीको जस्ट टायर हामीले देख्न छोड्दा यसरी रोकिने अनि यसलाई पार्किङमा लैजाने इन्डिकेटर अफ सो हामीले यसरी रिभर्स प्यारलल पार्क कम्प्लिट गरेको हुनुपर्छ यसमा पनि हामीले ब्याक हेड चेक गर्न छुटाउनु भएन राइट लेफ्ट मिरर अब्जर्भेसन गर्न छुटाउनु भएन सेन्टर मिरर छुटाउनु भएन र इन्डिकेटर अफ हुनु भएन र रिभर्स गरेर आउँदै गर्दा यता कर्बमा हिट हुनु भएन है सो यो चिज हामीले एकदम ध्यान दिनु पर्यो ड्राइभ टेस्टमा